फेरि बाजा आज हामी एउटा नेपाली रिङटोन जस्तै एउटा सफ्टवेयरको बारेमा धुन छ त्यसको बारेमा कुरा गर्नेछौँ। सबैभन्दा पहिला तपाईँले फेसबुकमा गएर लाइक गर्नुहोस्, युट्युबमा गएर सब्सक्राइब गर्नुहोस्, ट्विटरमा गएर फलो गर्नुहोस्, डिस्क्रिप्सनमा लिङ्क छ। सबै ठाउँबाट फलो र लाइक सब्सक्राइब गर्नुभयो भने नयाँ नयाँ भिडियो तपाईँको सामु आउनेछ र नयाँ नयाँ कुरा हेर्न र सिक्न सक्नुहुनेछ। नमस्कार, म रवि। आज हामी एउटा यस्तो सफ्टवेयरको बारेमा कुरा गर्दैछौँ। दसैँ नजिक आइसकेको छ, दसैँ तिहारहरू धेरै नजिक आइसकेको छ। हामी त्यसको बारेमा कुरा गर्नेछौँ। जस्तै तपाईँलाई एउटा टोन हुन्छ, जस्तै दसैँको टोन तपाईँलाई मनपर्छ, जस्तै दसैँका टोनहरू तपाईँ सुन्न चाहनुहुन्छ अथवा तपाईँ आफ्नो केही उसमा रेकर्ड गर्न चाहनुहुन्छ भने यो दसैँको टोनहरू म तपाईँलाई सुनाउन गइरहेको छु। सबैभन्दा पहिला तपाईँले के गर्नुहोस् भने प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गइसकेपछि वहाँनिर गएर दसैँ नेपाली भनेर टाइप गर्नुहोस्। दसैँ नेपाली टाइप गरिसकेपछि तपाईँले धेरै नै ट्विन्सहरू यहाँ पाउनुहुन्छ। जस्तै दसैँ तिहार सङ भन्ने छ, यहाँ धेरै नै छन्, धेरै थरीको छन्। तपाईँले दसैँ तिहारको बारेमा यहाँ तपाईँले प्ले स्टोरबाट पाउनुहुन्छ। र मलाई एउटा मन परेको अथवा तपाईँहरूलाई पनि मन पर्न सक्छ, जस्तै यो धेरै राम्रो लाग्यो मलाई। यो एउटा सफ्टवेयरको बारेमा जानकारी गराइरहेको छु। जस्तै तपाईँले दसैँ रिङटोन भनेर यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। जस्तै यसमा क्लिक गरौँ। यसमा जस्तै मैले इन्स्टल गरिसकेको छु, तपाईँले इन्स्टल गर्नु होला। इन्स्टल गर्दा समय मैले सबभन्दा पहिला इन्स्टल गर्नुभन्दा पहिला मैले तल हेरेँ राम्रोसँग। तपाईँले हेर्न सक्नुहुन्छ मङ्गलधुन सुर सुधा भनेर लेखेको छ। यहाँ चाहिँ धेरै तरिकाको ट्विनहरू छ भनेर यहाँ लेखेको छ। जस्तै यहाँ त अरू पनि छ, मोबाइलहरूमा पनि यहाँ रिङटोन गराउन मिल्ने त्यस्तो खाले छ। यहाँ तल देखाइरहेको छ। त्यस्तै गरेर मलाई मन पर्यो। मैले यसको बारेमा तपाईँले यहाँबाट पनि गएर लिन सक्नुहुन्छ। यो दसैँको शुभकामनाहरू यहाँ पठाउन सक्नुहुन्छ यहाँबाट लिएर। यहाँ कसरी के गर्ने भनेर फोटोमा देखाइरहेको छ। मैले इन्स्टल गरिसकेको छु। म यहीँबाट ओपन गर्छु। यहीँबाट ओपन गरेर म तपाईँलाई एक ट्विनहरू, यसको रिङटोनहरू बजाएर म सुनाउँछु। यस्तो तरिकाले खुल्छ। यहाँ तपाईँले माथि रिङटोन्स भनेको छ, यिनीहरू तपाईँले फेभरेट गराउन सक्नुहुन्छ। यता यहाँ यो उसको दिल जस्तो अनि यहाँ तपाईँले मेसेजमा यहाँ हेर्नुहोस्। मेसेजमा यहाँ तपाईँले यस्तो यस्तो ट्युनहरू छ। यहाँ लेखेको छ 2072 सालको महान विजयादशमी अथवा दीपावली अवसर भनेर यहाँ तपाईँले यसरी लिएर तपाईँले गर्न सक्नुहुन्छ, पेस्ट गर्न सक्नुहुन्छ या सुन्न पनि सक्नुहुन्छ कुन धुन तपाईँलाई चाहियो। जस्तै अब म एउटा तपाईँलाई बजाएर सुनाउन गइरहेको छु। जस्तै रिङटोन सबभन्दा सुरुको माथिको बजाउँ, सुन्नु। जस्तै तपाईँले यहाँनिर क्लिक गर्नु भने यस्तो तरिकाको आउँछ, हेर्न सक्नुहुन्छ। तपाईँले आफ्नो रिङटोन पनि बनाउन सक्नुहुन्छ। यहाँनिर मोबाइलको जस्तै देखाइरहेको छ। यहाँ तपाईँले क्लिक गर्नु, रिङटोन सेट सब्सक्राइबफुल भन्ने चाहिँ डाइरेक्ट रिङटोनमा गएर बस्ने छ। यहाँ तपाईँले यो सबैमा यस्तै छ, हेर्नुहोस्। यस्तै गरेर तपाईँले गर्न सक्नुहुन्छ। यदि तपाईँ ड्राफ्ट नोटिफिकेसनहरू, तपाईँ अलार्म ट्विन्सहरू सबैहरू बनाउन सक्नुहुन्छ यसको सहायताबाट। यहाँ तपाईँले माथि हेर्न सक्नुहुन्छ। जस्तै म अलार्म ट्विनहरू म बनाउँछु। जस्तै म एउटा अर्को बजाएर सुनाउन गइरहेको छु।
चाहिँ अर्को ट्युन सुनौँ फेरि। यिन ठिकै लाग्यो, सबभन्दा सुरुको र सेकेन्डको धेरै राम्रो लाग्यो ट्युन्सहरू सुन्नुमा। अर्को सुनौँ, सयथरी बाजा। किन आउँछ दसैँ भने अर्को छ एउटा, फेरि अर्को सुन्नु, ठिकै लाग्यो। कति राम्रो गीत छ, सुक्यो सयपत्री भन्ने यस्तो राम्रो सुनिरहँदा जस्तो गीत। अर्को रिङटोन, अर्को मङ्गल धुन रिङटोन सुनेको छ। अर्को फेरि अन्जु पन्तको सुन कस्तो छ, अन्जु पन्तको। ठिकै छ। जस्तै अब यो सबै रिङटोनहरू सुन्दै सुन्दै जाउँ भने धेरै लामो हुन्छ भिडियो होइन। म यहाँ त पनि यति सुनाइरहेको छु, यस्तो लामो। यहाँ अरू पनि रिङटोनहरू तल तल छ, म यति नै सुनाउन चाहन्छु। अनि तपाईँले रिङटोन जस्तै मोबाइलमा अलार्म बजाउनु पर्नु भएको छ नि, जस्तै म यो अर्को बल्लै ठिक रहेछ। यसलाई लिएर यहाँ क्लिक गरेपछि अलार्म क्लिक गर्नु, तल देखाउँछ अलार्म सेट हुने तल। तपाईँले पनि दसैँको रिङटोन मेसेज भनेर यो भनिरहेको छ, तपाईँले पनि कहाँबाट डाउनलोड गर्ने, के गर्ने, कसरी इन्स्टल गर्ने भन्ने बारेमा सबै सिकिसक्नु भएको होला। यो दसैँको बारेमा छ, दसैँको बारेमा रिङटोनहरू कहाँ खोज्ने, के गर्ने भने तपाईँले यसलाई रेकर्ड पनि गर्न सक्नुहुन्छ। म रेकर्ड गर्ने तरिका बताइदिन्छु। जस्तै तपाईँले यहीँ प्ले स्टोरमा गएर तपाईँले मसँग एउटा भिडियो रेकर्ड गर्ने छ, म यो सफ्टवेयर देखाइदिन्छु। तपाईँले स्क्रिन रेकर्ड गरिरहेछ जस्तै यो सफ्टवेयरबाट तपाईँले गर्न सक्नुहुन्छ। MOPIZEN भन्ने सफ्टवेयर, यो सफ्टवेयरको नाम छ। यसलाई तपाईँले प्ले स्टोरमा सर्च गरेर इन्स्टल गर्नुहोस् र तपाईँको मोबाइलको स्क्रिन पनि रेकर्ड गर्छ यसले। अनि तपाईँको त्यहाँबाट गीतहरू पनि रेकर्ड गर्न सक्नुहुन्छ। यदि तपाईँको डाउनलोड गर्ने तरिका नि तपाईँलाई मैले भिडियोमा हालिसकेको छु। तपाईँले त्यहाँ गएर मेरो भिडियोमा गएर क्लिक गरेर तपाईँले त्यहाँ नयाँ नयाँ भिडियोहरू हेर्न सक्नुहुन्छ। तपाईँले सब्सक्राइब नगरेको अहिले भर्खर सब्सक्राइब गर्नु होला, त्यहाँ नयाँ नयाँ भिडियो आएर हेर्न सक्नुहुन्छ। यो तपाईँले प्ले स्टोरबाट कसरी डाउनलोड गर्ने, कसरी इन्स्टल गर्ने, रिङटोन कसरी राख्ने भन्ने बारेमा सिकिसक्नु भयो होला। म धेरै आशा राख्दछु। हस्, धन्यवाद। र युट्युब च्यानलमा गएर सर्च गरेर के हो, कस्तो, कसरी अनि सर्च गरेर तपाईँले सर्च गरेपछि युट्युब च्यानलको भिडियो माथि रातोमा सब्सक्राइब गर्न नभुल्नु होला। र फेसबुकमा लाइकका बटन दबाउन चाहिँ नबिर्सिनु होला। हस्, धन्यवाद।